अलिकति पैसा चाहिएको थियो बुवा। किन, के भयो? मेरो डेरामा समस्या छ क्या बुवा। केरामा समस्या? जन्मिँदा त ठिकै थियो त, भिरिङ्गी लाग्यो कि क्या हो? भिरिङ्गी होइन हौ, पैसा मागेर कुरा अन्त्य मोडेको। अन्डै फोडेको? भिरिङ्गी लागेर अन्डै फोडेको? नगर्ने काम गरिछस् नि हौ। हे भगवान, मेरै लागि चाहिँ कस्तो असत्तीलाई बाउ बनाएको। आरतीलाई माउ बनाएको? ठोक्क मेरो नाकै काटिस। यस्तो घिनलाग्दो काम गरेर होला होइन भिरिङ्गी लागेको? ए को माउ बनो, कसलाई लाग्यो भिरिङ्गी? यो सब पैसा मागेकोले बाहना हो, पैसैले गर्दा यस्तो भएको हो। पैसैले गर्दा यस्तो भएको? धेरै पैसा उम्लेपछि पोखिन्छ, उम्रिँदैको 3 पात। पैसा नदिने भए म घरै आउँदिन, मर्छु तर आउँदिन। तर ब्याउँदिन? बनाउने बेलामा ब्याउने बनाइस्, अब नब्याएर के गर्छ त? साला चुतिया बाउ। अनि आमालाई कस्तो छ? ठिक छ केटा, ठिक छ, सब ठिक छ, सन्चै छ, आरामै छ। यो त सुन्छ नि त फेरि। पैसा पठाइदिनु न के, जरुरी भयो, अति परो। पति मरो? कसको पति मरो यार, कसरी मरो? पति मरो? ए किचकिच यार, चुप चुप बस, चुप लागेर। ए धुप लागेर मरो? धुप लागेर कसरी मरो यार? ए धुप लागेको होइन, मरेको होइन हौ, बाउ लागेको क्या हो, रक्सी खिचेर। म्याक्सीले थिचेर मरो? होइन, म्याक्सीले थिचेर मान्छे मर्छ। मार हौ बरु, मलाई मार, गोली हान। ए खोलीमा जान, जा जा जा, अब मान्छे मरेपछि के गर्नु त, मलाई त जानु पर्यो, खोलीमा जा। भयो, फोन राखेको मैले। ए ए फोन राखेको? किन गरेका थिइस् भन्दा पनि भनिनस्। 10,000 जति चाहियो। ए बजार कति थाइयो? त्यही बजार धाएर बिग्रेको त गधा। अनि अरू के छ, ठिक छ नि? छैन मेरो ठिक, तरकारी छैन, चामल छैन, फी तिर्या छैन, डेरामा समस्या छ। केरामा समस्या? अरे साला चुतिया बाउ। यति नगरेर त टाउकोमा टेकिहाल्छ नि। हप्तै पछि पैसा तँलाई, हप्तै पछि पैसा। कबाडी तेरो पैसा यो जुनीमा नआउने भयो भाइ, माया मार्दै।